अनि उहाँ चाहिँ अब राइडमा जाँदै हुनुहुन्छ गाइज है। तपाईँहरू लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु भने चाहिँ नभुल्नु होला। केटाहरू यतातिर नहोला जस्तो छ, पक्कै पनि उहाँलाई धेरै टाइम लाग्ला जस्तो छ। ओके गाइज, म चाहिँ यहाँ पछाडि एकदम धेरै टाढा देख्न सकिन्छ। बोट चाहिँ यता गइरहेछ। यो त राम्रो चिज हो नि सर। हाम्रो एकजना लिम्बू सर त्यहाँ एकदम आनन्दले बसिरहनु भएको छ। म चाहिँ अनि उहाँ चाहिँ अब राइडमा जाँदै हुनुहुन्छ गाइज है। तपाईँहरू लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु भने चाहिँ नभुल्नु होला। ट्याक्क है, के छ आराम हुनुहुन्छ? एकदमै आराम। के छ अनि तपाईँ यहाँ बाइक चलाउनु लाग्नु भयो अरे? एकदमै धुमको स्टाइलमा। ओके, धुमको स्टाइलमा चाहिँ तपाईँले बोबाल हान्नु पर्यो है। ओके, एकदम बोबाल हान्दिनु होइन। अब नेपाल जाँदै हुनुहुन्छ केही महिनापछि, अभियसली राम्रो गर्नुहुन्छ भन्ने मलाई पनि लागिरहेछ गाइज है। ट्याक्क है, उहाँको लागि चाहिँ अब ज्याकेट लिन जानु भएको छ। उहाँहरू दुईजना जाने, यो भाइ एउटा अनि उहाँ सर। यस्तो भएको छ त्यहाँ ज्याकेट बुकिङ छ, त्यो त्यहाँ घुमिरहेछ। ठिक हो। र यता हाम्रो क्यामेराम्यान, फोटो चाहिँ राम्रो उठ्नु पर्यो है भाइ। फेरि फोटो राम्रो उठेन नि त्यही फेरि म फोटोग्राफरबाट हटाइदिन्छु म। टाइम हुँदैन, हुन्छ टाइम हुन्छ। ओके एभ्रिवान, र उहाँको लागि चाहिँ अब पर बोटहरू एकदम धेरै चलिरहेछ है। तपाईँहरूले त्यहाँ देख्न सक्नुहुने, एकदम धेरै टाढा देख्न सकिन्छ। बोट चाहिँ यता गइरहेछ। देख्न सकिन्छ झोकासिङ बोबाल छ। यता चाहिँ मान्छेहरू एकदम बसिरहेछ। हाम्रो एकजना लिम्बू सर त्यहाँ एकदम आनन्दले बसिरहनु भएको छ। म चाहिँ 3x भिडियो सुट गरिरहेको छु गाइज है। अनि यता हेर्न सकिन्छ यहाँको माहौल। यहाँ चाहिँ उहाँहरू एकदम धेरै इन्जोय गरिरहनु भएको छ। र उहाँ पल्लो छेउमा देख्न सक्नुहुन्छ तपाईँहरूले एकदमै भनौँ न पान्जा चाहिँ त्यहाँ गएर एकदम बसेको छ है बोट चाहिँ होइन। अब यता हेर्न सकिन्छ, यता अगाडि आउँदैछ एउटा। ल बोस, ओके बोस, ओके ओके यस्तो ओके अलिक नपक्रिकन के उठाउँछ पानीले। अनि छिटो खिच्न। ओके फाइनल गाइज, घाम चाहिँ यो सिधा छ होइन। मेरो आँखा एकदमै के हो सर? यो त राम्रो चिज हो नि सर। ओके गाइज, एकदम 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 दामी यार। लाइफको सबैभन्दा भनौँ न इन्जोय मोडै यही हो गाइज हाम्रो चाहिँ। म चाहिँ लाइफमा फर्स्ट टाइममा आउँदैछु है। झन्डै लडेन यार गाइज, एकदम मजा आइरहेछ है। खोइ कतिखेर तपाईँको बोट आउने? कतिखेर चाँडो गरौँ नि यार, चाँडो गरौँ यार। ओके गाइज, म चाहिँ यहाँ पछाडि नवराज भाइ यो मल समाएर बस। ओके फाइनली गाइज, हाम्रो बोसहरू चाहिँ अब जान लाग्यो। यता हाम्रो सर बबाल ड्राइभ हान्नु है। बबाल ड्राइभ हान्नु है। ओके लेट्स गो। ड्राइभमा जाँदै हुनुहुन्छ हाम्रो एमडी सर चाहिँ। उहाँलाई हेर्न सकिन्छ एकदमै एकदमै यो भनौँ न यो बोर्डमा चाहिँ उहाँ चढिसक्नु भएको छ। लेट्स सी कन्टिन्यू गाइज, कम अन वे बढ्यो वे बबाल गाइज एकदम अगाडि गइरहेछ। ओके गाइज हेर्न सकिन्छ एकदमै टाढा पुगिसकेको छ। मैले चाहिँ 3x मा चाहिँ पुरा जुम गरेर खिचिरहेको छु। उहाँहरू चाहिँ निकै अगाडि बढिसक्नु भएको छ। अब त्यहाँबाट चाहिँ उहाँहरू अब के गर्न लागि मलाई थाहा भएन। त्यो बोट लिएर आउँछ जस्तो लागिरहेको छ त्यो एकजनाले।
त्यो बोट लिएर आउँछ र उहाँहरू चाहिँ अब एक राउन्ड लगाएर आउँदै हुनुहुन्छ यता आइसक्नु भएको छ गाइज एकदमै दामी तरिकाले चाहिँ उहाँलाई लिएर आइसकेको छ वाह भेरी वेल गाइज उहाँहरू चाहिँ एकदम यहाँ आइसक्नु भएको छ अब उहाँले चाहिँ आफै राइड गर्दै हुनुहुन्छ है त गाइज अब उहाँले चाहिँ आफैले राइड गर्ने कुरा गर्दै हुनुहुन्छ उहाँको अब यात्रा कस्तो हुन्छ हेरौँ लेट्स सी ओके गाइज यहाँ चाहिँ अब एकदमै बोट तयारी अवस्थामा छ छोडिदिउँ न हामी नजाउँ म कुदाउँछु तपाईँ भिडियो बनाउनु तपाईँ जानु तपाईँ म त यता बाहिर बसेर भिडियो बनाउने हो यहाँ हेर्न सकिन्छ एकदमै बवाल छ बोट है यो बोटमा चाहिँ अब केटाहरू राइड रेडी गाइज उहाँहरूले त्यहाँ फोटो सेसन गर्दै हुनुहुन्छ र उहाँहरू चाहिँ अब कुन देशको हुनुहुन्छ थाहा भएन है यता हानिरहनु भएको छ बबाल र गाइज उहाँ चाहिँ दुईजना राइडमा गइसक्नु भएको छ हेर्न सकिन्छ त्यहाँ ओके केटाहरू चाहिँ फेरि आउँदैछ एकदम तरिकाले चाहिँ उहाँहरू चाहिँ यहाँ आइसक्नु भएको छ एकदम झगस तरिकाले हेर्न सकिन्छ यता अगाडि गाइज है एकदम बबाल तरिकाले चाहिँ रन्काएर केटाहरू चाहिँ पुरा होइन सन्काएर गइरहेछ उतैतिर गइरहेछ केटाहरू यतातिर नआउला जस्तो छ पक्कै पनि उहाँहरूलाई धेरै टाइम लाग्ला जस्तो छ उडाइ त केटाहरूको ओके केटाहरू लिएर आउँछ अलिक कुदाओस् ओके गाइज है अब चाहिँ केही खानेकुराहरू खानुपर्ने हुन्छ यता हेर्न सकिन्छ गाइज है यहाँ समुद्रको माहौल यस्तो छ एकदम बबाल एन्ड झकास दामी छ केटाहरू चाहिँ आउँदैछ यता अगाडि है केटाहरू यहाँ आइपुग्नु लागिसक्यो केटाहरू ठ्याक्कै भन्दाखेरिमा चाहिँ एकदम स्लो मोसनमा आइरहेछ हेलो चुकिन्छ गाइज है म चाहिँ अहिले समुद्रको छालभन्दा बाहिर आइसक्यो केटाहरू आइरहेको हेर बोटभित्र छिरिसकेको छ ओके केटाहरू चाहिँ आइसक्यो केटाहरू आइसक्यो अन्त स्पोर्ट पुरै देख्न सकिन्छ यहाँ सिनेमेटिक फिल भइरहेको छ है त ओके लिम्बू सर दियो पुरा छप्किदिरहनु भएको छ उहाँले र उहाँ चाहिँ जो एकजना चाहिँ झर्सक्नु भएको छ बोटबाट र अर्कोजना पनि झर्दै हुनुहुन्छ उहाँहरूको जस्ट टाइम खतम नेपाली के अरे यहाँको पर्यटन यार्ड चाहिँ शेष भइसक्यो त्यही भएको भिडियो त ओबी कास्टिङ हानिदिएको छु मैले टेन्सनै गर्नु पर्दैन होला यार ओके फाइनल गाइज अब चाहिँ म फोनलाई राख्न जाँदैछु होइन किनभने आज भ्लग त भन्ने स्पेसल देखिसक्नु भएको छ अनि म चाहिँ यता अब फोन राख्न जाँदैछु त्यहाँ अनि यता हाम्रो सरहरू चाहिँ पुरा थाकेर चाहिँ होइन यतातिर बसिसक्नु भयो म चाहिँ यतातिर लाग्दैछु है पुरा म चाहिँ बाहिर निस्किसकेँ समुद्रबाट है समुद्रको छाल देख्न सक्नुहुन्छ तपाईँहरूले वान अफ द बेस्ट डोन्ट फर्गेट टु सब्सक्राइब दिस कोपा राई ब्लग्स अच्छा